हर्मी भन्ज्याङ आफ्नै गाउँ फर्केर आए हाम्रो प्यारो हर्मी भन्ज्याङ। ल भाइ भाइ गाइज यहाँ चाहिँ पहिला हाम्रो पुरानो घर थियो। अहिले चाहिँ त्यो भूकम्पले भत्काइदियो। 72 सालको भूकम्पले भत्काएर हामीले नयाँ घर बनाएको। पहिला ठ्याक्कै यहाँनिर थियो। अनि यो चाहिँ हाम्रो पुरानो घरको धन्सार हो। उयो चाहिँ अनि त्यो भूकम्पले भत्काएपछि चाहिँ हामीले सबैजनाको नयाँ घर बनाएको। मेरो पापाको चाहिँ 6 जना दाजुभाइ हो। अनि यो चाहिँ सबभन्दा ठुलो जेठो ठुलो बाबाको घर हो। यो चाहिँ जेठो ठुलो बाबाको घर। अनि उयो चाहिँ हाम्रो घर हो गाइस। यो चाहिँ हाम्रो घर हो है, हाम्रो घर हो यो चाहिँ। अनि उयो छ नि ठ्याक्कै यो जोडिएको घर चाहिँ हाम्रो अङ्कलको घर, मेरो अङ्कलको घर। उयो यहाँबाट देखाउँछु है। हो यो चाहिँ मेरो अङ्कलको घर हो। अनि अरू ठुलो बाबाको काइलो साइलो र माइलो ठुलो बाबाको घर त मैले हिजो राति नै देखाइहालेँ। यही हो हाम्रो प्यारो गाउँ। वाउ, दिस इज आवर होम। यो चाहिँ ठुल्ठुलो बाबाको घरको छत हो है। ठ्याक्कै मैले यहाँ टेकेँ नि, यहाँ स्टेप गर्न साथ हाम्रो घर आयो है। यो सबै हाम्रो घरको छत है। हाम्रो आऊ आऊ है, हाम्रो घरको छत। अनि तल यो चाहिँ मेरो अङ्कलको छत हो के, अङ्कलको घरको छत हो ऊ यहाँ तल चाहिँ। अनि ऊ त्यो तिनवटा छ नि, ऊ यो पिङ्क कलरको घर चाहिँ काइलो ठुलो बाबाको घर। अनि ऊ त्यो ब्लू कलरको घर चाहिँ साइलो ठुलो बाबाको घर। अनि उताको रेड कलरको घर चाहिँ माइलो ठुलो बाबाको घर। तिनवटा घर तल, तिनवटा घर चाहिँ माथि छ। यति रमाइलो छ नि गाइस, यति रमाइलो छ हाम्रो हर्मी। अनि यो हाम्रो पुरै हर्मीको एरिया हो गाइस। यहाँदेखि सबै जुन छ नि यो सबै गाउँ चाहिँ हाम्रो